ल साथीहरू मैले अन्डा राखेँ है त। अब यो उडेर जान्छ कि जाँदैन? ओ उडेर गयो तिम्रो यहाँ। हेलो एभ्रिवान, नमस्ते, लासो ख्यापला जयमसी, वेलकम ब्याक टु माई युट्युब च्यानल च्याङ्की ब्लग। आयो सबैजना सन्चै हुनुहुन्छ होला र आज पनि फेरि मैले न्यू ब्लग लिएर हजुरहरूको सामु उपस्थित भइसकेको छ। सो आज चाहिँ मेरो यो ब्लग चाहिँ के हो भनेर हजुरहरूले थम्बनेलबाट नै थाहा पाउनु भइसकेको छ। सो आज चाहिँ मेरो कौसीमा परिवारले अन्डा पारेर राखेछ गाइस, 2टा अन्डा भनेर कसले भन्नु। एउटा अन्डा चाहिँ यतापट्टि पारेको छ, एउटा अन्डा चाहिँ उतापट्टि छ। अन्त अन्डा अनि गाइस हजुरहरूलाई चाहिँ म अन्डा देखाउन जाँदैछु। अन्त परिवारको अन्डा। हेलो साथीहरू, आज चाहिँ मेरो वार्तालामा चाहिँ परिवारले अन्डा पारेर राखेको छ। कतिवटा अन्डा पारेर गएको रहेछ त परिवारले। सो हजुरले हेर्नुहोला, म देखाउँदैछु। अन्डा हेर्नु त साथीहरू, परिवारको अन्डा 2टा छ है, 2टा। ल हेर्नुहोस् है साथीहरू, अन्डा यो चाहिँ हो परिवारको अन्डा है। कस्तो हुन्छ साथीहरू? फुट्छ है, फुट्छ बाबा, फुट्छ। खोइदिनुहोस् आमा, छोड्नु छ। वाउ, परिवारको अन्डा त कत्रो ठुलो हुँदो रहेछ है भाइको। मैले चाहिँ यहाँबाट टिपेर अब त्यसको अर्को यहाँ के भन्छ, मेरो बोरामा चाहिँ मैले खोर्सानी बिरुवा राखेको थियो। त्यो खोर्सानीको बिरुवा चाहिँ सबै बिगारेर खाएर चाहिँ त्यसले गुड बनाएर एउटा अन्डा पारेर बसेको छ। अन्त यो अन्डा चाहिँ यहाँ पारेको रहेछ, उसले बिर्सिएछ कि क्या हो परिवारले। अब फेरि त्यहीँ राखिदिन्छु, हेर्दै गर्नुहोस् है त गाइजहरू। साथीहरू मैले चाहिँ यहाँ भेटेको थियो होइन, साथीहरू अन्डा चाहिँ यहाँ छ एउटा। अब म यो अन्डालाई चाहिँ टिपेर अब उसको गुड भएको ठाउँमा चाहिँ लगेर जाँदैछु। फुटे क्या हो? फुटे छैन है आमा अन्डा। ल साथीहरू, यो अन्डा चाहिँ म लगेर अब टक्क लाएर, ओइ ओइ एकछिन, ओइ यता आऊ, तिमी यता आऊ, तिमी यता आऊ, तिमी यता आऊ है। अब ल म चाहिँ जाँदैछु। अनि यसले चाहिँ यस्तो पारेर बसिरहेछ कि साथीहरू। अनि अन्डा छोपेर बसिरहेछ उसले। एउटा अन्डा उत्ता पारेर बिर्सेको रहेछ बिचरा। अनि अब मैले चाहिँ यहाँ राख्दैछु साथीहरू। कसरी राख्ने अन्डा, कसरी राख्ने होला अन्डा? एकछिन है। अब यस्तो साथीहरू, मेरो बरन्डामा अन्डा भेट्यो मैले आज। अन्डा यो के को अन्डा हो? यो के को अन्डा होला ल भन्नुहोस् है गाइजहरू, कमेन्ट प्लिज। मैले चाहिँ हेर्नु न अन्डा भेट्यो वार्तालामा, के को अन्डा होला भनेर कसले भन्नु र। यो परिवारको अन्डा हो गाइज। हेर्नु न मेरो वार्तालामा आएर यसरी अन्डा पारेर गएको छ। यो के को लक्षण हो गाइज, कमेन्ट प्लिज। अब चाहिँ मैले मेरो बुढालाई अन्डा देखाउँदैछु। अन्डा, ओइ भाइ हेर न साना अन्डा गाइज, अन्डा यो हो परिवारको अन्डा। कस्तो छ परिवारको अन्डा, तर कस्तो उयो जस्तो छ है, त्यो बटै चराको जस्तो हुँदैछ है, त्यस्तो हुँदो रहेछ। ल म चाहिँ मेरो बुढालाई अन्डा देखाउँछु। ओइ भाइ हेर। ल साथीहरू, मैले अन्डा राखेँ है त। अब यो उडेर जान्छ कि जाँदैन? ओ उडेर गयो, तिम्रो यहाँ राखिदिन्छु ल। आमामामामा, तिमी त्यही बस्छ, तिम्रो बच्चा अब 2टा हुने भयो। मैले भेटेर ल्याएको चाहिँ इ तिम्रो अर्को पनि छ, म यहाँ राखिदिन्छु। ल साथीहरू, यहाँ माथि गएर बसेको छ। यहाँ बसेर माथि बसिरहेछ। अब त्यो होइन कस्तो नदेखेको कि, माथि बसिरहेछ। अन्डा राख्छु म।
ल साथीहरू होइन एउटा छ अब यहाँ अब मैले यो दुईटा यो समेत दुईटा हुन्छ टक्कलाई टाटो छ बाबा आमा टाटो छ एक ठाउँमा राखिदिनु है भयो यसकै अन्डा त होला नि है साथीहरू दुईटा अन्डा मैले भेटेर चाहिँ होस् त्यस्तो गुड बनाएको कि अनि यहाँ चाहिँ मेरो यस्तो गमलाहरू छ है अनि यहाँ एलोभेराहरू धनियाँहरू यहाँ चाहिँ मैले खोर्सानीको बिरुवा राखेको थिएँ बोरामा अनि परिवारले त पुरै गुड पो बनाएछ हो त्यसको ठिकै छ यसमा अब मैले केही पनि रोप्दैन अन्डा फाइनली दुईटा अन्डा अब नेक्स्ट भिडियोमा चाहिँ बच्चा भएर उडेर गएको भिडियो लगाइनेछु भन्दै भिडियो यति नै फेरि उसको माउ चाहिँ आएर बसिसकेको छ अब यसलाई चाहिँ म चारो हाल्दैछु चारो यहाँनिर चारो हालेर राखेपछि खाँदै बस्छ नि त चामल राखेर खाओस् के बिचरालाई ल मैले चाहिँ चारो यसरी हालिदिएको छु साथीहरू बाई बाई भिडियो यति नै थ्याङ्क यू फर वाचिङ